गुड मर्निङ एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। आशा गर्छु हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला। र म चाहिँ हल्का घाँटीहरू दुखिरहेको छ होइन, रुगामार्गी लागिरहेको छ। मेरो भोइस टोनबाट पनि हजुरहरूले थाहा पाइसक्नुभयो होला। र आज म हजुरहरूलाई देखाउने छु स्कुलको पुरै दिन र बिहानको हतारदेखि बेलुकाको रमाइलो क्षणसम्म है त। सी यू। अब चाहिँ भने हामी ब्रस गर्न थाल्यौँ। ल हेर्नुहोस् है, यहाँ सबजनाको ब्रस गर्ने टाइम भएको छ है। हाम्रो चाहिँ यहाँ सानो भाइ हुनुहुन्छ, यहाँनिर दुईजना दाजु बहिनी हुनुहुन्छ होइन, यहाँ यता बहिनी हुनुहुन्छ। र अब चाहिँ हाम्रो सबैको ब्रस गर्ने टाइम एउटै हुन्छ। जब स्कुल हिँड्ने बेला हुन्छ तब भने हामी सबैजना ब्रस गर्नको लागि घुइँचो हुन्छौँ कि हामी धारामा पालै पाउँदैनौँ कि होइन। हामी सबैजना चाहिँ ब्रस गर्ने, मुख धुने होइन, हाम्रो सबैको एउटै टाइम हुन्छ नि त। अन्त अब चाहिँ हामी एकदमै हतार 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 गर्दै, किनकि टाइम अगाडि बढिसकेको छ, हामी चाहिँ हतार हतार गर्दै लुगा लाउनतर्फ अब हामी जाँदैछौँ। यो छोराको, छोरीको र मेरो हामी चाहिँ कपडाहरू लगाउन स्टार्ट गऱ्यौँ है त। अहिले चाहिँ भने मैले मेरो छोरीलाई स्वेटर लगाइदिँदैछु साथीहरू। हेर्नुहोस् है त, यति हतार हुन्छ बिहान, यति हतार हुन्छ। यस्तो हतार चाहिँ अब मलाई मात्रै हो कि होइन, तपाईँहरूलाई पनि हुन्छ हौ यस्तो। छोरीले चाहिँ सक्स लगाउँदैछ आफै, प्राय छोरी चाहिँ छोराछोरी आफै ड्रेसहरू लगाउनुहुन्छ होइन। अनि छोरीको कपाल चाहिँ बाटिदिनुपर्छ, किनकि उसले अहिले सक्दैन। अहिले चाहिँ छोरीको कपाल बाटिदिन सुरु गरिसकेँ र छोरीले चाहिँ सबै कपालहरू बाटिसक्यो, ड्रेसहरू लगाइसक्यो र अब चाहिँ हिँड्ने बेलामा जुत्ता ब्रस गर्दैछ, जुत्ता पलिस गर्दैछ उसले चाहिँ होइन। उसले जुत्ता पलिस गरेर आफै लगाउँछ मेरो चाहिँ छोरीले होइन। प्रायः उसको काम ऊ आफैले नै गरिरहेको हुन्छ नि त। अब यस्तो कामहरू त उनीहरूले आफैले पनि गर्नुपर्ने हुन्छ, सिक्नुपर्ने हुन्छ र सक्छन् पनि यतिको त होइन। अब चाहिँ छोरी सुजहरू लगाइसक्यो, अब चाहिँ छोरी रेडी भइसकेको छ है साथीहरू। ल हेर्नुहोस् है, एकदम रेडी। अब छोरी चाहिँ मम्मी म हिँड्दै गर्छु ल भनेर हिँड्दैछ। म पनि स्लिपर लगाएँ। अब चाहिँ होइन छोराले पनि सुज लाउँदैछ, अब ब्याग बोकेर ऊ पनि टेकाटी हिँड्यो। ल अब चाहिँ भने हामी स्कुलतर्फ लाग्यौँ। यहाँनिर सरस्वती पनि भेट्यो है। हामी चाहिँ अलि 2-3वटा भर्याङ नागेर बाहिर निस्कनु पर्ने हुन्छ नि त होइन। अब चाहिँ हामी बाहिर निस्क्यौँ, सबैजना रेडी भएर बाटो बाटोमा छन्, किनकि लाइन चाहिँ आइपुगेको छैन। लाइन आइपुग्न टाइम लाग्छ, त्यसैले गर्दा मेरो छोरा चाहिँ लाइनमा आउँछ, छोरी चाहिँ लाइनमा आउनु हिँड्नु मान्दैन। ऊ चाहिँ सधैँ मम्मीको साथ हिँड्छ नि त होइन, लाइनमा कहिले पनि हिँड्दैन। यहाँनिर हाम्रो मिसहरूलाई पनि भेट्यो र अरू अभिभावकज्यूहरूलाई पनि भेट्यो र अब पनि हामी अगाडि बढिसकेका छौँ। उसमा राख्नुपर्छ, रेगुलर ड्युटी सुरु भयो। साह्रै मेरो त फोन त हामी अब चाहिँ स्कुलमा पुग्यो है त साथीहरू। हामी चाहिँ स्कुलको गेटबाट भित्र पस्दैछौँ। मिसले चाहिँ मलाई छोडेर अगाडि जाँदै ल अब चाहिँ भने स्कुल आइपुग्यो। बोर्डिङ स्कुलको बुकहरू नै कति धेरै हुन्छ, सबै बोक्नुपर्ने हुन्छ है। पनि 12 केजी जति छ हौ क्लास 3को।
अलिकति चेन्ज गरेको छु मैले चाहिँ मेरो क्लासलाई हैन। पहिला टेबल चेयर यता थियो भने अहिले त्यता लगेको छु। मेरो अलिकति क्लास डेकोरेसन गर्न पर्ने छ है, अलिक भएकै छैन नि त, अलिक राम्रो भएको छैन। अहिले चाहिँ भने मेरो क्लास यस्तो रहेको छ। ल है त मेरो क्लास यस्तै नै रहेको छ है, डेकोरेसन अलिक गर्नुपर्ने छ। अनि चाहिँ मैले मेरो बेबीहरूलाई सर्कल टाइम गराइरहेको छु। सबैजनाले मलाई चाहिँ गुड मर्निङ म्याम भन्दै हुनुहुन्छ। हेर्नुहोस् है, यति खुसी के बेबीहरू त खुसी लाग्छ यी बेबीहरूसँग टाइम स्पेन्ड गर्नु पाउँदा। ह्याप्पी बर्थडे हो ल, ह्याप्पी बर्थडे टु यु। थ्याङ्क यू सो मच। ह्याप्पी बर्थडे टु यु। के गर्नु साथीहरू, यस्तै हुन्छ काम। ब्यागबाट बुक निकाल्यो, राख्यो है। सबैजना बेबीहरूले गर्न सक्नुहुन्न नि त। अन्त चाहिँ आफूले नै यसरी ब्यागबाट पानीको बोतल बुकहरू निकालेर सबैको मिलाएर राख्नुपर्ने हुन्छ है। अनि अब सानो क्लासलाई कति गाह्रो हुन्छ भन्ने कुरा त अब त्यो त भोग्नेलाई मात्रै थाहा हुन्छ। तर बाहिर देख्नेहरूले त सानो क्लासको कति सजिलो है तपाईँहरूलाई त भन्नुहुन्छ नि त होइन। तर सजिलो हुन्छ कि गाह्रो हुन्छ त्यो त अब गर्नेलाई थाहा हुन्छ होइन। अहिले चाहिँ बर्थडेको चक्लेट नानीहरूले अब खोल्दै मलाई दिँदै हुनुहुन्छ नानीहरूले चाहिँ। र अहिले चाहिँ म नानीहरूलाई चाहिँ चक्लेट खोल्दै दिँदै गरिरहेको छु। यो बाबुले चाहिँ पिङ्क कलरको टोपी लाउनेले चाहिँ अघि फर्स्टमै दिनुभएको नि त मलाई। अनि मैले खोलेर उसलाई दिइसकेको छु चक्लेट। र अहिले चाहिँ हेर्दै हुनुहुन्छ पुरा अरूलाई दिएको। उसले चाहिँ पाए नर्छ नि त चक्लेट। अनि मैले उसलाई दिएँ चक्लेट। अब बुक मिलाउँदैछु। आजको मेरो क्लास वर्क चाहिँ यो रहेको थियो है। कम्प्लिट गर्नुपर्ने थियो। अनि सबै नानीहरूलाई गरेँ। अहिले चाहिँ हाम्रो लन्च टाइम भएको छ र आजको हाम्रो लन्च यस्तो रहेको छ। मोमो र प्यानकेक रहेको छ है। हामी चाहिँ यहाँनिर खाँदैछौँ। अब चाहिँ भने हामी बाहिर निस्कनु पर्ने हुन्छ। सबै नानीहरूलाई चाहिँ मैले ब्यागहरू बोकाइसकेँ है। हाम्रो छुट्टी टाइम भयो नि त। अनि यसरी मिलाएर राख्दैछु। अहिले कता र कता कुद्नुहुन्छ। अनि उनीहरूलाई चाहिँ टक्क रेडी गर्ने होइन, सुजहरू लगाइदिने अनि ब्यागहरू बोकाउने। अनि त्यस पछाडि उनीहरूलाई यसरी लाइनमा मिलाएर राख्छु। त्यस पछाडि उनीहरूलाई बाहिर पठाउनु पर्ने हुन्छ। सबैले मलाई माया गर्दै हुनुहुन्छ। यति साह्रो खुसी छ अब एकता अब होइन, उनीहरूलाई घर जानु पाउँछ नि त होइन। त्यो भएर पुरा खुसी छ। आउँदाखेरि कोही बेबीहरू चाहिँ रुँदै आउँछ भने जाने बेलामा त रुने त कोही पनि हुँदैन। सबजना ह्याप्पी ह्याप्पी सबैले बाई बाई गर्दै हुनुहुन्छ।
अब चाहिँ भने हामी बाहिर निस्कनु पर्ने हुन्छ है त साथीहरू। बाई 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 ओके गो। हामी चाहिँ बाहिर निस्किँदा चाहिँ पानी परिरहेको रहेछ र मैले चाहिँ यसरी फेरि पनि बाहिर लाइन लगाएर राखेको छु यता हाम्रो स्टेजमा, किनकि हामीले प्यारेन्ट्सलाई पर्खिरहेका छौँ। ल है त साथीहरू, अहिले चाहिँ भने म रुममा आएर रेस्ट गरिरहेको छु किनकि एकदमै थकाइ लागेको छ है। यो भिडियो हजुरहरूलाई कस्तो लाग्छ? यो भिडियो हजुरहरूलाई रमाइलो लाग्यो भने लाइक, कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिदिनुहोला। फेरि भेटौँला अर्को ब्लग्समा। बाई बाई, गुड नाइट।